यस दुनियाँमा धेरैजसो मान्छेहरू भित्रभित्रै दुखी छन्। मुस्कान देखिन्छ तर मनमा गहिरो पीडा लुकेको हुन्छ। सोचौँ त चिन्ता गरेर के बदलिन्छ र? समय त बगिरहन्छ तर हामी भित्रको साँचो खुसी बिस्तारै हराउँदै जान्छ, जुन हामीले बिर्सिरहेका हुन्छौँ। खुसी महँगो हुँदैन। कसैले मिठो शब्द बोलिदियोस्, कसैले आँखा जुदाएर माया गरिदियोस्, त्यति हुँदा पनि मन रसाउँछ। अब आफ्नो मनलाई सम्झाऊ। हुन त तपाईँ थाकेको हुनुहोला, तर तपाईँ कमजोर हुनुहुन्न। तपाईँ अझै असल हुनुहुन्छ, जीवित हुनुहुन्छ, खुसी खोज्न सक्नुहुन्छ। साँचो खुसी बाहिर होइन, यही मनको बगैँचाभित्र छ, जसलाई सिँचाइ चाहिन्छ, माया, समर्पण र थोरै भरोसा। त्यसैले आजैबाट सिँचौँ आफ्नो मनमुटुमा पलाएको त्यो खुसीलाई।